स्वागत छ आजको मेरो नयाँ भ्लगमा फेरि सबैजनालाई। सो मैले हिजो चाहिँ अब भ्लग अपलोड गर्न पाएको थिइनँ भन्दा पनि जस भ्लग बनाउन चाहिँ भ्याइन मैले। जस अलिक ढिलो उठेको थियो, त्यही भएर क्लास जाँदाखेरि अलिक हतारमा जानु पर्यो, त्यही भएर भ्लग बनाउन चाहिँ भ्याइन। सो आज चाहिँ मैले भ्लग चाहिँ बनाइसकेको छु। आज पनि मिर्गौलीदेखि गच्छासम्मको राइड हो आज पनि। सो सबैजनाले देख्न सक्नुहुन्छ। अब भिडियो चाहिँ साह्रै राम्रो, अब नयाँ भ्लग हो, त्यही भएर साह्रै राम्रो चाहिँ बनाउन आउँदैन। सो सबैले स्किप नगरी हेरिदिनु होला। सो त्यही हो, अब राम्रो नराम्रो भयो भने अब सबैजनाले। सो आज मेरो राइड गर्ने गाडी चाहिँ अब यो होइन, टक्क लाएर देख्न सक्नुहुन्छ। टक्क अब यसलाई चाहिँ हिरो होन्डा भन्छ है, हिरो होन्डा क्रस फायर। एकदम क्रस फायर भनेर चिन्दा हुन्छ मेरो बाइकलाई चाहिँ। टक्क रन्किन्छ नि त तेर्सोमा त, अब उकालोमा चाहिँ हल्का उकालोमा नकुद्ने क्रस फायर भनेर चाहिँ चिनिन्छ यसलाई होइन हो। तेर्सोमा चाहिँ जस खत्रै रन्किन्छ। सो त्यही हो, अब देख्न सक्नुहुन्छ तपाईँहरूले मेरो यस पछाडिको मतलब भिडियो अब देख्न सक्नुहुन्छ। सो त्यही हो, आइसकेँ म चाहिँ फेरि पनि भ्लग बनाउन, नयाँ नआउने भ्लग, बोल्न नजान्ने भ्लग पनि भनेर चिनिन्छ मेरो भ्लगलाई चाहिँ। हल्का नयाँ भएर होला, केही बोल्नै आउँदैन, केही त्यतिकै अनुहार देखायो कुद्यो, त्यही हो। बाइक चाहिँ पार्किङ गर्ने ठाउँमा चाहिँ पुग्न लागेको, जस मान्छेहरू टन्नै छ पुग्न लागेको। अब पार्किङ गर्ने ठाउँ पनि अहिले म देखाउँछु तपाईँहरूलाई। जस यहाँतिर हेर्नुहुन्छ घाम लाग्दाखेरि चाहिँ टक्क चिसो शीतल ओभर दामी आउँछ। पिपलको रुखो त्यो चाहिँ यस्तो दामी। चौतारा भन्छ गाउँ घरतिर, यतातिर के भन्छ अब आफ्नै नाम होला। सो मान्छेहरूको अगाडि चाहिँ अझैसम्म देखाउन कस्तो लाज लाग्छ है। साइकल रन्कायो, बस्यो, भिडियो बनायो, त्यही हो। सफारीतिर मान्छे आउँछ, बस्छन् नयाँ मान्छेहरू, चिया खान्छन्, बस्छन्, त्यही हो। अगाडि चाहिँ म्याजिक आउँदै रहेछ। सो हल्का अब गाडीहरूलाई साइड दिने चाहिँ अब मेरो बानी भइसक्यो। जस पहिले चाहिँ अलिक गाडीहरू आउँदा हल्का तात्तिन्थेँ, नर्भस हुन्थ्यो। अहिले चाहिँ रन्काइदिन्छु गाडीहरूको अगाडि पनि। सो खासै डर चाहिँ लाग्दैन बेलामा। अब ठुलो गाडी हल्का टिपरहरूसँग चाहिँ डर लाग्छ मलाई चाहिँ, त्यही हो। त्यस पार्किङ गर्ने ठाउँ चाहिँ आइपुग्न लाग्यो म चाहिँ। सो देखिहाल्नुहुन्छ अहिले, तपाईँहरूलाई देखाइहाल्छु। पार्किङ ठाउँमा चाहिँ आइसकेँ। हजुर भयो। आज चाहिँ पानी आउँछ जस्तो छ आन्टी। आज खै हिजो त पुरै घाम लागिरहेको थियो, आज अब पानी पर्छ होला आजदेखि फेरि। मेरो पार्किङ सकेर आइसकेको छु म चाहिँ, त्यही हो। टक्क लाएर अब हल्का चाहिँ अब हिँड्नुपर्छ 15 मिनट जस्तो। सुधार केन्द्र है पछाडिको चाहिँ टक्क लाएर आश्रम सुधार केन्द्र छ। यो साइकल चाहिँ म पनि पार्किङ चाहिँ यहीँ गर्छु, त्यही हो। अब घरको ठुलो मम्मीले चिनेको मान्छेले चाहिँ यहीँ राख्छु पहिल्यैदेखि साइकल चाहिँ। अब माथि लाँदा पनि हुन्छ होला, अब माथि चाहिँ साइकल हराउँछ भन्ने सुनिरहेको थिएँ, त्यही भएर त तलै राखिदिएको मैले चाहिँ।
बाइक भए त पर इटरी नै लान नि हुन्थ्यो, बाइक पनि छैन। गाह्रो छ, साइकल पेल्नुपर्छ। आज त मौसम चिसो चिसो छ र ठिकै छ। घाम लाग्दाखेरि त अति गाह्रो हुन्छ यार, पसिना आउँछ पुरा पुरुरु। त्यही माथि तराई जस्तो ठाउँ, पहाडको चिसो हावा खाएर तराईतिर एकैचोटि झर्दा त बा यस्तो घप्पै भएर काँजुम हुँदो रहेछ तराईतिर त बा, गाह्रो छ यार। झरी पर्यो सिसैको गोलीले, माया बस्यो त्यो मिठो बोलीले। म पनि सिङ्गरै हुन्छु के हो म्याकाडक्स। गीत मात्रै आउँछ यार मनमा जति बेला। अघि आउँदाखेरि त्यही गीतको भिडियो चाहिँ हेरेर आएको थिएँ टिकटक जोस्। अहिले मनमा पनि त्यही आइरहेको छ क्या, मुखैमा जति बेला पनि त्यही गीत आक्कै गर्नु खोज्छ के हो। विशेष लाएर अब एउटा कुरा चाहिँ देखाउन बाँकी नै छ हो। रेडी अब अस्तिको भ्लगमा चाहिँ मैले 50,000को चस्मा देखाएको थिएँ, आज चाहिँ 1 लाखको चस्मा देखाउँदैछु। म चाहिँ टक्क लाएर हेर्न सक्नुहुन्छ ल। 1 लाखको चस्मा लाएर नि आज चाहिँ आइदिएको नि त काममा। यसो झोलामै राख्छु, बेला बेलामा धुलोहरू अति उठ्छ गाडीतिर कुद्दाखेरि। त्यो सफारीमा कुद्दाखेरि हल्का अगाडिको सिसा नभएको सफारीमा कुद्दाखेरि चाहिँ धुलोले ओभर हान्छ क्या माथि हाइवेमा, त्यही भएर चस्मा लगाइदिएर आएको। आज चाहिँ 1 लाखको चस्मा लगाएर आइदिएको आम्बो। 1 लाखको चस्मा लाएर होला आज पानी पनि पर्ला जस्तो छ। यो मेरो आज 1 लाखको चस्मा चाहिँ एकदमसँगले गुड न्युज होइन, ब्याड न्युज देला जस्तो छ। यसले चाहिँ अब ब्याड न्युज दिइसक्यो जस्तो छ। आज बिहानैदेखि दिन चाहिँ यस्तो हँध्यारो, त्यही हो। सो बा खतरा देखिन्छ के हो 1 लाखको चस्माले।